Hi, I'm Rima Vishwakarma. नमस्कार म प्रताप दास Welcome to मेरो मेरो एउटा एउटा साथी साथी छ। अब चाहिँ मिल्यो। है हुन्छ नि इभन मलाई अझै कति मेसेजहरू आइरहेको हुन्छ तपाईँ जस्तो सिङ्गर बन्न पाए हुन्थ्यो जबकि म आफै अब स्टिल पनि स्ट्रगल जस्तै भइरहेछ स्टिल पनि गीतहरू कहिले राम्रो भइदिन्छ कहिले नराम्रो भइदिन्छ बिहान भएर ए मतलब बिहा नभएर बिहा भनेपछि मेरो फेरि पारा तप्किन्छ। बिहान भएर भने कि ओके बीबाट स्टार्ट हुने शब्दहरू हामी सकेसम्म उच्चारण नगरौँ है। हस्। मैले त्यो 2 वर्ष चाहिँ यस्तरी काटेको छु होइन मेरो मसँग स्टुडियोसम्म जाने भाडा पनि हुन्थेन अनि खाजा खाने त्यो केही पनि हुन्थेन क्या मसँग मेरो सिर्फ काम भनेको हिँड्दै जाऊ स्टुडियो जाऊ अनि कसैले केही देला कि कोरसमा भए पनि काम देला कि एउटा ब्याकमा भए पनि गाउन पाइन्छ कि पैसाको पैसा छ होइन यो बेजत भइसक्यो जस्तो छ पैसावाला हो भने। कोही मेरो साथी भनौँ उहाँलाई चाहिँ मलाई अब त्यस्तै अब छोडेर जानु भएको छ आँखा छोपी नरौ भनी भन्नु पर्या छ मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्या छ कहाँ गएर इन्टरभ्यू दिन लाग्यो जस्तो भयो रे एम्बेसीमा किन अब त्यो बोल्नलाई अब के बोल्ने होला कसरी बोल्ने होला यत्रो इन्टरभ्यू दिइराख्नुहुन्छ तपाईँ अनि मान्छे डिफ्रेन्ट छ नि त मान्छे डिफ्रेन्ट भयो किन मसँग चाहिँ अप्ठ्यारो भएको पर्टिकुलरली तर म त्यस्तो अप्ठ्यारो मान्छे छु होइन हरेक भ्यू हुन्छ नि त एउटा अनि तपाईँको अब सबै पक्षहरू यस्तो स्ट्रङ छ होइन अनि अलिक सम्हालेर बोल्नुपर्छ नि त के फुसिहाल्ला भन्ने प्रताप चाहिँ मलाई पर्सनली जहिले पनि सानै जस्तो फिल हुँदो रहेछ कि हजुर, म जहिले अनि त्यो सानै ट्रेन्डिङहरूमा हेर्दा चाहिँ जहिले पनि तपाईँको गीत पढिरहेको हुन्छ होइन अनि मेरो लागि चाहिँ अहिले पनि तपाईँ आउँदाखेरि मलाई त्यही कन्टेस्टेन्ट प्रताप नै फिल भयो कि तपाईँको लागि चाहिँ कस्तो भयो जर्नी यहाँसम्म आइपुग्दा फ्रम नेपाल आइडल टु हियर जर्नी अब नयाँ कुरा सिक्न पाइयो नयाँ दुनियाँ देख्न पाइयो होइन अब होला नेपाल आइडलमा नआएको भए अझै पनि म कहीँ स्टुडियोमा थकर नै खाइरह हुन्थेँ होला कतै गीत खोजि नै रह हुन्थेँ होला कहिले चान्स पाउने होला कहिले स्टेज पाउने होला भन्ने कुरामै हुन्थेँ होला तर नेपाल आइडलले चाहिँ हाम्रो त्यो जर्नीलाई चाहिँ छोटाइदिएको छ भनौँ एकदमै त्यो स्ट्रगल पिरियडलाई चाहिँ स्किप गरे जस्तो हुन्छ नि स्ट्रगल त छ त्यही पनि त्यति साह्रो स्ट्रगल गर्नु नपरेको र कामहरू गर्न पाइरहेको छु आफूले जे सोचेको जे गर्न खोजेको त्यो कामहरू चाहिँ गर्न पाइरहेको छु अब जेनरली यो रियालिटी सोजबाट आउने कलाकारहरू हुनुहुन्छ नि उहाँहरू चाहिँ कस्तो भन्दा पहिला अन्त काहीँ त्यो प्लेटफर्म नपाएर अब दिस इज माई प्लेटफर्म भनेर तयारीका साथ आएको देखिन्छ तपाईँको कहानी अलिकति फरक छ तपाईँ आइडलमा आउनुभन्दा अगाडि नै तपाईँको सिङ्गिङ करियर स्टार्ट भइसकेको थियो अनि आइडलमा आउनुभयो त्यसले केही फरक पार्यो प्रताप एज अ सिङ्गर करियर ग्राफमा धेरै फरक पार्यो भनौँ होइन मैले चाहिँ अब कहिले पनि त्यो सोको लागि आफू प्रिपेयर भएर त्यो भन्दा पनि आफ्नो लागि चाहिँ कति त्यो इम्प्लिमेन्ट कतिको हुन्छ त्यो सोध्छु जे कुरा पनि सो मात्रै नभइकन अरू कामहरूलाई पनि र सुरुका दिनदेखि नै अब आफू चाहिँ म्युजिकमा लाग्छु म्युजिकमा नै केही गर्छु भनेर हिँडिरहेको अवस्थामा चाहिँ अब त्यही अब अघिकै कुराहरू स्ट्रगलकै कुराहरू अलिकति आफूलाई गाह्रो पनि भइरहेको थियो होइन अनि त्यो अवस्थामा चाहिँ के अपर्च्युनिटीहरू छ कसरी आफू चाहिँ एक्सपोज हुन सकिन्छ त्यो मैले चाहिँ त्यो नै खोजिरहेको थिएँ अनेस्टली भन्नुपर्दाखेरि अनि नेपाली तारा हुँदै नेपाल आइडल यसरी सोमा आउँदाखेरि चाहिँ अब होला एउटा चाहिँ त्यहाँ देखिने एउटा स्क्रिनमा देखिने एउटा एक्सपोजर पाउने त आफ्नो ठाउँमा छ तर सिक्ने कुराहरू पनि धेरै हुँदो रहेछ त्यसमा चाहिँ आफू प्रेजेन्ट कसरी हुने अनि स्पेसल्ली अब आफू चाहिँ गायनमा छौँ भनिसकेपछि गायनमा चाहिँ कसरी आफूलाई निखार्न सकिन्छ एउटा स्टेज वाइज एउटा पर्फर्मेन्स वाइज अनि कस्तो कस्तो गीतहरू गाउन सक्नुपर्ने रहेछ अडियन्सले कस्तो कस्तो गीत गाउँदाखेरि चाहिँ आफूलाई हेर्नु हुँदो रहेछ वाच गर्नु हुँदो रहेछ त्यो सबै कुराहरू एउटा नलेजको लागि चाहिँ म गएको थिएँ जुन कुरा चाहिँ मलाई अहिले एकदमै हेल्पफुल भइरहेछ हैन अब जेनरली रियालिटी सोज भनेको एट द एन्ड अफ द डे भोटको खेल हो हैन नि हामी कतिले फिल पनि गरेका छौँ अडियन्सहरूले विरोध गर्नुहुन्छ फलानुले जित्नुपर्ने यस्तो भनेर हैन अब बिङ अ प्रोफेसनल सिङ्गर अब प्रतापको करियर जर्नी सिङ्गिङ जर्नी त पहिले सुरु भइसकेको थियो नट बिङ द विनर त्यसले करियरलाई केही ह्याम्पर गर्यो अथवा पर्सनली त्यसले केही
चेन्जेस ल्यायो केही सिकायो अथवा एनिथिङ होइन विनर भन्दा नि मलाई त त्यहाँसम्म पुग्नु नै मैले एक्सपेक्टै नगरेको कुरा थियो जब कि मैले अघि नै भनेको थिएँ हजुरलाई म त्यस्तो प्रिपेयर गरेर आएकै थिइनँ अडिसनमा पनि म खास त्यो बेलामा मेरो गीत रिलिज हुनेवाला थियो अनि मलाई चाहिँ हाम्रो करण दाइले चाहिँ ल आउनुपर्छ है प्रताप अडिसन देऊ दिइराख तिम्रो लागि एकदमै हेल्पफुल हुन्छ भन्नुभएको थियो अनि अब स्क्रिनमा मैले भनिदिइहालेँ यो कुराहरू म चाहिँ पहिल्यै अब नेपाली तारामा गएर त्यहाँ मैले भइसकेको थिएँ त्यहाँ म चाहिँ 4थसम्म भइसकेको थिएँ मैले हाम्रो डिरेक्टरसँग पनि सल्लाह गरेँ उहाँले पनि जाँदा हुन्छ भन्नुभयो तर मलाई आफूलाई पनि अलिकति भित्रैबाट चाहिँ मान्छेले के भन्ला फेरि त्यही मान्छेसँग भोट एउटा अब होला थोरै मान्छे हुनुहुन्थ्यो होला तर उहाँहरूले पनि त आफूलाई भोट गर्नुभएको थियो फेरि त्यही मान्छेसँग आफूले कसरी भोट माग्ने होला त्यो कुराहरू चाहिँ एकदमै आफूलाई भित्रबाट गाह्रो भइरहेको थियो अनि म खास दिन्न भनेर म हेर्छु तर दिन्न भनेर गएको थिएँ अनि भरे बेला प्रताप लामा दाइलाई पनि अब यति तपाईँ रियालिटी सोज गर्नुभयो यति त तपाईँलाई भोट माग्ने बानी परेछ अब हुँदा हुँदा टिकटकको लागि तपाईँले आउने बित्तिकै पनि मागिसक्नु भयो मलाई फलो र लाइक गर्नु है बानी परेछ अब चाहिँ अनि भरे बेला प्रताप लामा दाइले पनि त्यहीँ देखेँ अनि के हो दिन आएको केटा भन्नुभयो दाइ म त यहाँ माफी माग्न आएको भने भरे करण दाइ रिसाउनु भयो देऊ अब यहाँसम्म आइसकेको छ अडिसन देऊ भने म प्रिपेयर पनि थिएन म भित्र गाएँ जसमा सेलेक्ट भएँ भनौँ जस त्यसरी विदाउट प्रिपरेसन त्यसरी आफू चाहिँ कुनै एक्सपेक्टेसनै नराखिकन त्यहाँ गएर सेलेक्ट भएर थर्ड हुनु त्यहाँसम्म पुग्नु र त्यत्रो एक्सपोजर पाउनु भने चाहिँ त्यो चाहिँ मेरो लागि चाहिँ एउटा एकदमै विनरले भन्दा पनि धेरै जस्तो मलाई चाहिँ त्यो चाहिँ फिल भयो। मलाई बुझ्न मन लागेको चाहिँ सबैले अब त्यो एउटा रियालिटी सोको फिनाले भइसकेपछि विनर फनानु रे जित्यो रे अब यो वर्षको मार्केट पुरै उसले खान्छ भन्ने टाइपको एउटा हाइप क्रिएट हुन्छ नि त होइन विनर नहुँदाखेरि सेकेन्ड या थर्ड पोजिसनमा आउँदा अथवा टप 5 मा मात्र पुग्दाखेरि त्यो चिजले सायद म विनर भइदिएको भए मेरो करियर अझ बेटर हुन्थ्यो कि अझ मान्छेहरूले मलाई बढी विश्वास गर्थे कि त्यो ढुकछुक चाहिँ हुन्छ कि हुँदैन मलाई चाहिँ भएन भनौँ किनभने मैले एज अ ओभरअल सबै त्यो त्यहाँ आउने जतिजना पनि हुनुहुन्थ्यो उहाँहरूलाई भन्दा पनि एज अ पर्सन मेरो तर्फबाट चाहिँ हेरिरहेको थिएँ मेरो तर्फबाट मलाई चाहिँ के चाहिन्छ र मलाई चाहिँ कतिको भए चाहिँ मलाई पुग्छ र मैले अहिले जे पाइरहेको छु त्यो मैले सोचेको भन्दा पनि धेरै माथिल्लो लेभलको कुराहरू पाइरहेको छु होइन अब सायद मेरो जस्तो लाइफ धेरैले सोच्नुहुन्छ होला हुन्छ नि इभन मलाई अझै कति मेसेजहरू आइरहेको हुन्छ तपाईँ जस्तो सिङ्गर बन्न पायो भने जब कि म आफै अब स्टिल पनि स्ट्रगल जस्तै भइरहेछ स्टिल पनि गीतहरू कहिले राम्रो भइदिन्छ कहिले नराम्रो भइदिन्छ अनि त्यो हिसाबले पनि मैले जे पाएको छु त्यो डिजर्भ गर्ने मान्छेहरू थुप्रो हुनुहुन्छ होला क्या म जुन मेरो ट्यालेन्ट छ त्यो ट्यालेन्टभन्दा एकदमै माथिल्लो ट्यालेन्टहरू थुप्रो हुनुहुन्छ उहाँहरूले पाउनुपर्ने उहाँहरूले डिजर्भ गर्ने कुरा मैले पाइरहेको छु भने त्यो विनर हुनु नहुनु को भयो कस्तो भयो म हुन पाएँ नि हुन्थ्यो त्योबाट चाहिँ मलाई कहिले पनि गाह्रो भएन। द्याट्स रियली हम्बल अफ यु है तपाईँ कस्तो राम्रो साउन्ड गर्यो त्यो सुन्नलाई पनि अनि महसुस एनालाइज गर्नलाई पनि सो तपाईँ के बिहान भएर मतलब बिहा नभएर बिहा भनेपछि मेरो फेरि पारा तप्पिन्छ बिहान भएर ओके बीबाट स्टार्ट हुने शब्दहरू हामी सकेसम्म उच्चारण नगरौँ है ओके प्रताप अब तपाईँले कस्तो राम्रो कुरा उठाउनु भयो ग्र्याटिट्युडको कुरा होइन कुनै यस्तो सिङ्गिङ करियरको अथवा आफ्नो करियरको यस्तो मोमेन्ट जहाँ चाहिँ तपाईँलाई एकदमै ब्लेस फिल भएको नि तपाईँले अहिले कुरा गर्नुभयो सायद म जति ट्यालेन्टेड अरू पनि हुनसक्छ भनेर तपाईँलाई पर्सनली ओहो होइन भगवान्ले मलाई एकदम हात थामिदियो भने जस्तो फिल भएको एकदम ब्लेस्ड फिल भएको त्यस्तो कुनै पल छ? पल यही नेपाल आइडल नै हो। म चाहिँ जब सेलेक्ट भएँ अनि त्यो चढ्दै जाँदाखेरि नै मलाई त्यो भयो किनभने त्योभन्दाको अगाडिको 2 वर्ष चाहिँ मलाई एकदमै गाह्रो भएको थियो जब म नेपाली ताराबाट निक्लेँ अनि त्यहाँबाट आउट हुने बित्तिकै मैले 1-2वटा गीत त मैले गाइसकेको थिएँ मुभीको लागि अब चाहिँ केही होला कि किनभने म फ्यामिलीबाट अलिकति टाढा पनि भइसकेको थिएँ हुन्छ नि पबहरूमा गाउन थालिसकेको थिएँ अब घरमा सिङ्गर हो भनेको छ तर मेरो आफ्नो जर्नी चाहिँ एकदमै गाह्रो भइरहेको थियो मलाई सबैले अब हुन्छ नि एउटा भेट्दाखेरि पनि ओहो प्रताप त सिङ्गर हो गीत गाउँछ भन्ने एउटा बसिसकेको थियो तर रियल मैले काम चाहिँ मैले गर्नै पाइरहेको थिएन आफ्नो रियालिटीमा चाहिँ मैले काम गर्न पाइरहेको थिएन अनि त्यही बेला पनि फेरि भूकम्प पनि गयो अर्थक्वेक भइसकेपछि चाहिँ सबै ठप्प भयो पबहरू पनि ठप्प भयो रेस्टुरेन्टहरू पनि ठप्प भयो अहिले लकडाउनमा भएको जस्तै अनि त्यसपछि कामहरू नपाएको अवस्थामा चाहिँ मैले त्यो 2 वर्ष चाहिँ यस्तरी काटेको छु होइन मेरो मसँग स्टुडियोसम्म जाने भाडा पनि हुन्थेन अनि खाजा खाने त्यो केही पनि हुन्थेन क्या मसँग मेरो सिर्फ काम भनेको हिँड्दै जाऊ स्टुडियो जाऊ अनि कसैले केही देला कि कोरसमा भए पनि काम देला कि एउटा ब्याकमा भए पनि गाउन पाइन्छ कि भन्ने त्यसको लागि मात्रै बस्थेँ क्या अनि त्यति बेला मलाई हात थामेर चाहिँ एकदमै मेरो गुरु हुनुहुन्छ है धनबहादुर गोपाली सर
उहाँसँग बसेर म यो कुराहरू गर्थेँ हाम्रो एलिस कार्की सरले चाहिँ त्यो बेला मलाई एकदमै हेल्प गर्नुभएको छ त्यति बेलामा लगभग थुप्रो मुभीहरूमा मैले ब्याकग्राउन्ड गरेको छु जस त्यसरी काटिरहेको बेलामा त्यसरी हिँडिरहेको बेलामा 81 अब नेपाल आइडलबाट त्यसरी सेलेक्ट हुँदै 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 दर्शकहरूको जुन माया मैले चाहिँ ग्र्याब गर्न सकेँ त्यति बेलामा चाहिँ मलाई एकदमै त्यो ब्लेस्ड फिल भएको थियो भनौँ मे यु अलवेज बी ब्लेस्ड प्रताप होइन जेनरली चाहिँ अब यो रियालिटी सोजहरूबाट आउने कलाकारहरूको चाहिँ करियर ग्राफ पनि जसरी रातारात आयो अनि रातारात हरायो भने जस्तो हुने गर्छ होइन तपाईँलाई हेरेर इन्सपायर हुने ती कलाकारहरूलाई स्पेसली सिङ्गिङ फिल्डमा आफ्नो करियर पर्स्यु गर्नेहरूलाई चाहिँ इज द एनी पिस अफ एडभाइस हुन्छ नि तपाईँले कसरी मेन्टेन गर्नुभयो कि यु हेभ अलवेज बिन देयर प्रताप होइन तपाईँको गीत चल्यो चलेन त्यो आफ्नो ठाउँमा छ तर हामीले एज एन अडियन्स हेर्दाखेरि चाहिँ इट्स सो गुड टु सी यु हुन्छ नि वर्किङ नट जस्ट वर्किङ बट डुइङ गुड वर्क्स अनि सधैँ ट्रेन्डिङमा पनि देखिरहेको हुन्छ तपाईँको गीत सो कसरी त्यो पेसेन्स त्यो मेन्टेनेन्स कसरी वाट्स द ट्रिक त्यो चाहिँ मलाई केही थाहा छैन त्यसको ठ्याक्कै फर्मुला यो भनेर चाहिँ मलाई थाहा छैन मैले चाहिँ अब लाइफमा सिकेको कुरा नै त्यही हो बाबाले चाहिँ मलाई जहिले पनि भन्ने गर्नुहुन्थ्यो काम भनेको सिक्नुपर्छ त्यो काम सिकिसकेपछि काहीँ न काहीँ केही न केही ठाउँमा गएर त्यो काम लाग्छ सिङ्गिङ मात्रै होइन जस म म्युजिक फिल्डमै अब सुरुमै मेरो बाबाहरू पनि यही फिल्डमा हुनुहुन्छ उहाँहरू पनि गाउनुहुन्छ बजाउनुहुन्छ गीतहरू सुन्नुहुन्छ रियाज गर्नुहुन्छ उहाँले कहिले पनि त्यो हुन्छ नि आफू चाहिँ कहिले पनि रेकर्डेड केही पनि छैन उहाँहरूको तर पनि उहाँहरू म्युजिकमा नै हुनुहुन्छ उहाँहरू म्युजिक नै गरिरहनु भएको छ त्यो हिसाबले पनि जे सिकिन्छ जे सुनिन्छ हुन्छ नि जे आफूले चाहिँ अप्लाई गरिन्छ त्यो चाहिँ लाइफको कुनै न कुनै स्टेजमा काहीँ न काहीँ त्यो चिज चाहिँ घुम्दै फिर्दै त्यो आफूलाई काम लाग्ने रहेछ क्या त्यही नै मलाई भयो जस्तो लाग्छ मैले कहिले पनि एक्सपेक्ट गरिनँ कुनै पनि कुरामा मलाई अझै पनि स्टिल पनि मलाई कुनै गीत चाहिँ राम्रो भयो भने पनि आफूलाई त्यस्तो केही पनि फिल हुँदैन र कुनै गीत डाउन एकदमै भ्यू नै आएन भने पनि आफूलाई त्यस्तो केही पनि फिल हुँदैन किनभने त्यो त आफ्नो काम हो आफूले गर्नै पर्छ र आज राम्रो नभए भोलि राम्रो होला भन्ने त्यही एउटा कुरा नै हो मलाई चाहिँ भनेपछि सफलतामा मातिनु भएन अनि असफलता या दुःखमा आत्तिनु भएन त्यो एउटै लाइनमा बसेर आफ्नो कर्म चाहिँ गर्नु पर्यो गाह्रो चाहिँ हुन्छ गाह्रो चाहिँ एकदमै हुन्छ अनि हुन्छ नि अब एउटा गीत गाउन पाए नै माथि आइएला भनेर पनि थुप्रोले मलाई पनि स्टिल कति हुन्थ्यो क्या त्यो तर अहिले पछिल्लो समयमा अब राम्रो गीत चाहिँ अब होला 10 वटामा एउटा होला 20 वटामा एउटा होला त्यतातिर ध्यान नदिकन आफ्नो काम चाहिँ मजाले गर्नुपर्छ जस्तो लाग्छ आफ्नो मेहनत चाहिँ गर्नु भएन कस्तो मलाई चाहिँ हुन्छ नि आफूले अब आफूभन्दा हुन्छ नि जुनियर भाइ भनिरहेको अनि तिमीले यो सब सिरियस कुराहरू गर्दाखेरि हुर्किएछ जस्तो फिल भइरहेको छ कि थ्याङ्क यू दी सायद हामी यसरी बसेर कहिले पनि कुरा गरेको छैन होइन ओके लगभग यही नै हो हाम्रो अर्को एउटा सेगमेन्ट छ जहाँ चाहिँ म तपाईँलाई फटाफट क्वेसन सोध्छु पैसाको पैसा छ होइन यो बेजत भइसक्यो जस्तो पैसावाला हो तपाईँ तयार हुनुहुन्छ डोनेट गर्नको लागि हो ल ओके सुरु गरौँ क्वेसन चाहिँ के हुन्छ क्वेसन चाहिँ म तपाईँलाई फटाफट सोध्छु त्यो अब तपाईँले थाहा पाउनुहुन्छ हस् रेडी ओके सुरुमा त सजिलो छ सिङ अ सङ फर अस प्लिज फुल हैन काडै बाटो हिँडौला सम्म हैन डाँडै पनि चढौला हो सँगसँगै जिन्दगीको सुख हैन दुखै दुख पनि काटौला Okay, that is beautiful. Okay, the next one is rank in order of singing skills. है तपाईलाई थाहा छ नि तपाईलाई क्वेशनको आन्सर दिन मन लागेन भने एउटा क्वेशनको इफ यु वान्ट टु स्किप द क्वेशन 100 रुपीस डोनेट गरे हुन्छ ल rank in order of singing skills बुद्ध लामा निशान भट्टराई र प्रताप दास निशान बुद्ध प्रताप Okay, that was quick. Rank in order of singing skill female है अब चाहिँ मेलिना राई प्रविशा अधिकारी र अस्मिता अधिकारी प्रविशा दी मेलिना अनि अस्मिता ओके तपाईँ चाहिँ डोनेट नगर्ने भनेर दृढ म लिएर जान्छु ओके आर यु सिंगल प्रताप यस You are? एकदम धेरै सो तपाईँलाई यो सुवर्ण अवसर छ तपाईँको अर्को ट्याक्स भनेको तपाईँले क्यामेरामा हेरेर कोही व्यक्तिको नाम मेन्सन गरेर कफी डेटको लागि प्रपोज या अफर गर्नु पर्यो
सिंगल मान्छेले किन यस्तो अपर्च्युनिटी मिस गरेको झन् छैन कोही क्रस सेलिब्रिटी क्रस हजुरलाई जस्तै अझै लाइफ बुझ्नु छ been there done that over it let's not go there okay so seriously you don't want to you're not ready for it or what कि कोही मान्छे दिमागमा छैन कि तपाईँ नै तयार हुनुहुन्न होइन अब अलि समय अगाडि चाहिँ मेरो त्यस्तै एउटा इस्यु भएको थियो ओके त्यसले चाहिँ म एकदमै आफूलाई एकदमै गाह्रो भइरहेछ भनौँ ए तपाईँ त्यो फेजमा हुनुहुन्छ त्यो फेजमा छ ओके अझै समय लाग्छ मे यु मुभ अन सुन थ्याङ्क हो त्यो इज द्याट द राइट थिङ टु से टु यु मुभ अन भन्दा पनि अब यस्तो थाहा पाएको भए म तपाईँको एक्सको बारेमा सोध्थेँ नि होइन एक्सै भन्दा पनि अब कोही मेरो साथी भनौँ उहाँले चाहिँ मलाई अब त्यस्तै अब छोडेर जानु भएको छ हाँसी यस्तो चित्त दुख्ने कुरा गर्नु सक्ने त तपाईँ मात्रै होला थ्याङ्क यू धन्यवाद ओके अहिले ठिक हुनुहुन्छ तपाईँ अहिले ठिक छ ल क्वेसनतिर अगाडि बढौँ बढौँ ओके अ मन्थ विदाउट अ म्युजिक र अ मन्थ विदाउट अ सोसियल मिडिया एक महिना बिना सोसियल मिडिया कि बिना म्युजिक एउटा छान्नु पर्यो भने सोसियल मिडिया छोडिदिने कि राख्ने छोडिदिने म्युजिक राख्ने म्युजिक राख्ने ओके तपाईको हिसाबले अहिले अब यो भाइरल सिङ्गर भाइरल सङ्ग्सको जमाना चलिरहेछ तपाईँको हिसाबले एकजना मेल र एकजना फिमेल भाइरल सिङ्गर्सको नाम भन्नु पर्यो भाइरल काइन्ड अफ ओभरहाइप्ड होइन त्यस्तो हुनु न जस्तो लाग्छ मलाई चाहिँ एक्सप्लेन गर्न पाइँदैन नि कि नाम दिनु पर्यो एकजनाको म हालिदिन्छु यो सकिन लाग्यो नि त सकिन लाग्यो क्वेसन पनि सिधियो तपाईँले एकदम सहजै उत्तरहरू दिनुभयो प्रताप कस्तो भयो ओभरअल आजको यो एकदम रमाइलो लाग्यो मलाई चाहिँ हजुरसँग यसरी बसेर गफ गर्न पाउँदा अझ खुसी लाग्यो कस्तो फर्मल साउन्ड गरेको होइन मलाई बोल्न डर लागेर चाहिँ अझै अब त सिद्धियो त नि कति चाँडो सकेको त कम्फर्टेबल फिल भयो नि जस सोचे जस्तो डर लागेन अगाडि क्यामेरा छ जस्तै लागेन त्यो अघिको हाम्रो स्टार्टिङमा मात्रै फिल भएको थियो क्यामेरा छ भनेर नत्र मैले बिर्सेँ तपाईँलाई क्यामेरासँग डर लागेको कि मसँग तपाईँसँग किन होइन अब हजुरको हरेक कुराहरू मैले फलो गरिरहेको हुन्छु इन्टरभ्यूदेखि लिएर अब हजुरले बोल्ने कुराहरू एकदमै बौद्धिक पनि हुन्छ एकदमै प्र्याक्टिकल पनि हुन्छ अनि त्यो हिसाबले पनि अब आफूले कहाँनिर के बोलिन्छ कहीँनिर कसैलाई ठेस पुग्ला कि भनेर अहिले फेरि कन्ट्रोभर्सी होइन जताततै कस्तो लागिरहेछ अहिलेको यो डिजिटल वर्ल्ड हुन्छ नि पिपुल आर अडियन्सेसहरू सजिलै हाम्रो पहुँचसम्म पुगिराख्नु भएको छ अनि जसको कुरा जे पनि जति बेला पनि फुत्किन पनि सक्छ अनि मान्छेहरू जजमेन्टल पनि भइदिनुहुन्छ तपाईँलाई यो अहिलेको युग कस्तो लागिरहेछ युग भन्दा नि अब अडियन्स त आफ्नो ठाउँमा जहिले पनि राइट नै हुनुहुन्छ होइन उहाँले जे देख्नुहुन्छ जे बोल्नुहुन्छ त्यो नदेखिकन बोल्नु हुँदैन र जे राम्रो छ त्यसलाई राम्रो पनि भनिरहनु पनि भएको हुन्छ जे नराम्रो छ त्यसलाई अझै धेरै बढाएर कहाँ त्यो पुगी पनि रहेको हुन्छ अनि जुन बुझाउने माध्यम चाहिँ हुन्छ नि मिडिया कतिपय मिडियाहरू एकदमै जेन्युनली पनि राखिरहनु भएको छ राम्रो कुराहरूलाई मात्रै अलिकति पोजिटिभिटीको रूपमा फैलाउने मिडियाहरू पनि हुनुहुन्छ अनि अलिकति स्प्याम टाइपको अलिकति हुन्छ नि अलिकति त्यस्तो टाइपको मिडियाहरू पनि हुनुहुन्छ जसले चाहिँ नराम्रो कुराहरूलाई बढावा दिइरहनु भएको हुन्छ वा मिडिया नै नभइकन एउटा पर्टिकुलर कुनै मान्छेले पोस्ट गरेको चिजहरू पनि एकदमै गइरहेको पनि हुन्छ अनि त्यो चाहिँ अब पोस्ट गर्ने अनि जो रेस्पोन्सिबल मान्छे हुनुहुन्छ उहाँहरूले नै त्यो कुरालाई फिल्टर गरिदिनु भयो भने चाहिँ अभियसली अडियन्समा त्यो कुराहरू चाहिँ राम्रो कुराहरू मात्रै पुग्दियो भने खासै यो समस्याबाट चाहिँ हामी चाहिँ पार हुन्छौँ होला मलाई एउटा कुरा कस्तो सोध्न मन लाग्यो कि तपाईँले प्रसङ्ग उठाउनु भएको थियो होइन तपाईँ चाहिँ जिन्दगीको त्यो फेजबाट गुज्रिरहनु भएको छ जहाँ तपाईँको मन सायद त्यति प्रफुल्लित छैन होला होइन अलिकति स्तब्ध भएको आराम गरिरहेको अवस्थामा त्यस्तो बेलामा चाहिँ तपाईँको पर्सनल मुडले या पर्सनल एक्सपिरियन्सले तपाईँले गाउने गीतहरूमा त्यसको रिफ्लेक्सन देखिन्छ कि देखिँदैन देखिन्छ मेरो अहिलेको गीतहरू सुन्नु न सायद जस्तै अहिले तपाईँले होइन सबैभन्दा बढी रिलेट गर्ने नेपाली गीत कुन हो चाहे आफ्नो होस् या अरूको अहिलेको फेजमा एकदमै रिलेट गर्ने अहिले रिलेट गर्ने के हिसाबमा अहिले तपाईँ जुन दौरबाट गुज्रिरहनु भएको छ यो दौरानमा तपाईँले एकदम रिलेट गरेर गाउने गीत फिल गर्ने गीत कुन हो
मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्या छ प्लिज प्लिज टु लाइन्स आज हामी सुन्ने हो यो गीत त एकदम मलाई तपाईँको त्यो फिल आँखा छोपी नरौ भनी भन्नु पर्या छ मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्या छ मैले आज फन मात्रै भने है त्यो पुरै डिपली गरेर चाहिँ होइन हामीले मिलाएर बुझ्यौँ हस् रुई चाहिँ नहाल्नु होइन धेरै रहिसक्यो रुन्नु अब ओहो ओके साँच्चै नै हो साँच्चै नै हो त्यो विश्वास गर्नै गाह्रो किनकि मैले तपाईँलाई देखिरहेको चिनिरहेको अनि तपाईँको बाहिर हामीले देख्ने रूप भनेको सधैँ हँसिलो रूप हो नि अनि सम्मान कसैले प्रताप दासले हाँसी हाँसी धेरै रोइसके भन्दाखेरि त्यो कसरी कनेक्ट गर्ने आँसु र तपाईँलाई होइन अब एनी टाइम क्यामेरामा भइँदैन नि त एनी टाइम मान्छेहरूसँगै चाहिँ बसिँदैन एनी टाइम वर्क फिल्डमै पनि भइँदैन कहीँ न कहीँ जति नै मोटिभेसनल कुरा गरे पनि जति नै आफू चाहिँ इजी छु भनेर देखाए पनि कहीँ न कहीँ बेलुका गएर घरमा गएर एक्लै हुने बेलामा निस्किन्छ क्या सबैको निस्किन्छ क्या मेरो मात्रै होइन सबैको हजुरको पनि निस्किन्छ मलाई थाहा छ अनि त्यो टाइममा चाहिँ अलिकति आफूलाई गाह्रो हुन्छ त्यति हो के चिजले सहज बनाउँछ तपाईँलाई त्यस्तो पलहरूसँग ट्याकल गर्नको लागि आफै नै हो आफैले नै त्यो कुरालाई अलिकति स्किप गर्न सक्यो भने मात्रै सजिलो हुन्छ नत्र कसैले पनि केही भनेर पनि जसले नै जति नै जे नै बोले पनि त्यो सहजता चाहिँ हुन जस्तो लाग्छ आफूले नबुझेसम्म आफूले आफ्नो खुसीको भ्यालु नबुझेसम्म चाहिँ त्यो कुराले चाहिँ म्याटर गर्छ जस्तो लाग्दैन एउटा माध्यम हुन्छ नि त्यो चिजसँग जस्तै मलाई एकदमै चित्त दुख्यो या म लो फिल गरेको छु भने कि म चलचित्र हेर्छु कि चाहिँ म नाच्छु एकदमै तपाईँको त्यस्तो केही आधारहरू छ गीत सुन्छु हो मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्यो ओके मलाई प्रतापको त्यो पाटोसँग आज हुन्छ नि साक्षात्कार गर्न पाउँदा चाहिँ आई फिल लाइक नजिक फिल भएको जस्तो फिल भयो हुन त हाम्रो अर्कै खाले प्रोफेसनल बन्डिङ थियो अनि आज चाहिँ तपाईँले कति सहजै त्यो कुरा खुलेर गरिदिनु भयो होइन एन्ड प्रताप मैले भने नि मेरो लागि तपाईँ सधैँ नै तपाईँले आज यस्तो ठुल्ठुलो कुरा ठुल्ठुलो इन अ सेन्स कि मच्योर्ड कुरा गर्दाखेरि चाहिँ तपाईँ हुर्किएको जस्तो आवाज भयो मलाई अनि आई वुड नेभर वान्ट हुन्छ नि तपाईँ र म बसेर कुरा गर्नुपर्दा कहिले पनि तपाईँ रोएका कुराहरू तपाईँलाई अप्ठ्यारो भएको कुराहरू गर्नु नपरोस् त्यो तपाईँले नै अनुभव गर्नु नपरोस् ताकि हामीले त्यो विषयमा चर्चै गर्नु नपरोस् प्रताप होइन तपाईँको प्रकाशको नयाँ मुभी हो हाम्रो प्रदीप सरको आउँदैछ तपाईँको अगाडिको यात्रा सहज होस् शुभकामना मात्र होइन खुसीको पनि तपाईँलाई मेरो बेस्ट विसेस सधैँ खुसी हुनु अनि सधैँ सफलताले तपाईँलाई सधैँ पछ्याइरहोस् प्रताप थ्याङ्क यू सो मच धन्यवाद हजुरलाई पनि एकदमै बधाई छ कमेडी च्याम्पियन 2 को लागि एकदमै सोले फर्स्ट सिजन भन्दा पनि एकदमै उत्तरोत्तर प्रगतिको शुभकामना छ हजुरलाई अनि सम्पूर्ण टिमलाई एकदमै धन्यवाद मलाई यहाँ आएर यति राम्रो बनाइदिनु भयो आफूलाई चाहिँ मनमा लागेको केही कुराहरू व्यक्त गर्ने अनि यो नयाँ फर्मेटमा आफूलाई खोल्ने मौका दिनुभयो त्यसको लागि धेरै धन्यवाद थ्याङ्क यू प्रताप सो हामी अब एउटै फिल्डमा छौँ कुराहरू गरिरहेका हुन्छौँ तर कति कुराहरू चाहिँ नि यसरी साँच्चै भन्यो भने हामीले पनि यसरी बसेर कुरा गर्ने अवसरै पारेको हुँदैनौँ यहाँहरूले कार्यक्रम हेरिदिइरहनु भएको छ मन पराइदिइरहनु भएको छ त्यस कारणले यो एउटा बहाना बनेको छ हामी बसेर कुरा गर्ने एन्ड हामीलाई हुन्छ नि हामीले मन पराउने कलाकारहरू भन्छौँ तर हामीले मन पराएको कलाकारको यात्रालाई जारी राख्नको लागि र उहाँहरूलाई अपग्रेड गर्नको लागि उहाँहरूलाई सफल बनाउनको लागि हामीले उहाँहरूलाई त्यही लेभलको माया र सपोर्ट गर्न सजिलो छ उहाँहरूको गीतहरू सुनिदिने उहाँहरूको लाइक गरिदिने सब्सक्राइब गरिदिने अनि सेयर गरिदिने इफ यु थिङ्क सधैँ फेरि भोट माग्दिउँ क्या प्रताप प्रताप डिजर्भिङ छ भन्ने कुरामा त दुई मत नै रहेन तर त्यो आफ्नो माया सद्भाव र साथलाई अहिले डिजिटल माध्यमहरूबाट पनि अभिव्यक्त गरिदिनु होला किनभने अहिलेको व्यक्ति कति को सिडी चढिरहेको छ भन्ने कुरा त्यसैले नै निर्धारण गरिरहेको हुन्छ सो प्लिज डु share and subscribe and like Pratapko Geet and our channel as well. Thank you for staying with us. Stay healthy, stay happy. I love you all.